बारम्बार पेट दुखिरहन्छ, दिशामा रगत देखिन्छ वा लामो समयदेखि दिशा गर्ने बानीमा परिवर्तन आएको छ। यी लक्षणहरू सधैँ क्यान्सरकै कारण हुन्छन् भन्ने होइन, तर सामान्य ठानेर बेवास्ता गर्नु पनि हुँदैन, किनकि यस्ता समस्या कोलोरेक्टल क्यान्सरका प्रारम्भिक सङ्केत हुन सक्छन्। समयमै आवश्यक परीक्षण गरी रोग पहिचान गर्न सके उपचार अझ प्रभावकारी र सफल हुन सक्छ। कोलोरेक्टल क्यान्सरको उपचारमा कोलोरेक्टल सर्जरीले महत्त्वपूर्ण भूमिका खेल्छ। नोभेल मेडिकल कलेज टिचिङ हस्पिटलमा अनुभवी जीआई तथा एचपीभी सर्जनहरूद्वारा विशेषज्ञ शल्य चिकित्सा साथै बिरामीको अवस्था अनुसार केमोथेरापी र अत्याधुनिक रेडिएसन थेरापी सहित सम्पूर्ण उपचार सेवा एउटै स्थानमा उपलब्ध छ। लक्षणलाई बेवास्ता नगरौं, समयमै निदान गरौं, विशेषज्ञसँग परामर्श लियौं, किनकि समयमै गरिएको उपचारले जीवन बचाउन सक्छ।